साथीहरू, मैले यो भिडियोमा चाहिँ जीवन बिमा गर्न बाँकी रहेका अथवा जीवन बिमा थप्न पर्ने व्यक्तिहरूको लागि केही इम्पोर्टेन्ट इन्फर्मेसन लिएर आएको छु। अहिले आषाढ महिना छ। अभिज्ञता साथीहरू घर घरमा गएर बिमा गरौँ, त्यसमा पनि आषाढमै गरौँ, यो आर्थिक वर्षको क्लोजिङ मन्थ हो, आषाढमै गरौँ, तपाईँलाई केही फाइदा हुन्छ भनेर तपाईँहरूलाई भनिरहनु भयो होला। के आषाढमा जीवन बिमा गर्दा वास्तवमै बिमा गर्ने व्यक्ति ग्राहकलाई फाइदा पुग्छ त? बिमा त जहिले पनि गर्दा त हुन्छ, तर आषाढमै जीवन बिमा गर्दा केही न केही बेनिफिटहरू तपाईँले प्लस प्राप्त गर्न सक्नुहुन्छ। पहिलो नम्बरको बेनिफिट, आषाढमा जीवन बिमा गर्दा तपाईँलाई प्राप्त हुने बेनिफिटको नम्बर 1 भनेको इमिडिएट ट्याक्स बेनिफिट। नेपाल सरकारको आयकर नियमअनुसार तपाईको करयोग्य आम्दानी जति छ त्यसमा 40,000 कममा ट्याक्स लाग्छ। 40,000 माथिल्लो लिमिटको 40,000 मा ट्याक्स तपाईको लाग्दैन जीवन बिमा गर्नु भएको छ भने। यो नेपाल सरकारको जुन नियम छ, यो बेनिफिट लिनलाई पनि तपाईले यदि आषाढ महिना भित्रै जीवन बिमा गराउनु भयो भने यही आर्थिक वर्षको कर छुटको दाबी पेश गर्न सक्नुहुन्छ। आषाढमा बिमा गर्ने र आषाढमै कर छुटको दाबी पेश गर्ने, त्यसो हुँदा यो आर्थिक वर्षको कर छुट तपाईले प्राप्त गर्न सक्नुहुने भयो। त्यो हिसाबले पनि आषाढमै जीवन बिमा गर्न राम्रो मान्न सकिन्छ। जीवन बिमा गर्ने व्यक्तिलाई आषाढमै जीवन बिमा गर्दा हुने अर्को नम्बर 2 बेनिफिट के हुन सक्छ त भन्दाखेरि बोनस साइकल एडभान्टेज भनेर भन्छौँ। बोनसको फाइदा जस्तो बिमा कम्पनीहरूको चाहिँ प्रत्येक वर्ष आषाढ आर्थिक वर्षको अन्तिम महिना आषाढ सकेपछि त्यो आर्थिक वर्षको चाहिँ हिसाब किताब गरी एउटा चाहिँ बोनस डिक्लेयर गर्ने भन्ने हुन्छ। यो प्राय सबैलाई थाहा हुन्छ। अब त्यो आर्थिक वर्षभित्र तपाईँले आषाढमा जीवन बिमा गर्नु भएको छ भने त तपाईँको बिमा त त्यही आर्थिक वर्षमा दर्ता भएको हुन्छ भने त्यो आर्थिक वर्षको हिसाब किताब क्लोजिङ गर्दा र बोनस चाहिँ वितरण गर्दा, बोनस डिक्लेयर गर्दा भनौँ या बोनस वितरण गर्दा तपाईको जीवन बिमाको पोर्सन पनि त तपाईँले पाउनुहुन्छ। किनभने तपाईँले त यही आर्थिक वर्षमा चाहिँ जीवन बिमा गर्नु भएको छ। म्याच्युरिटी भ्यालु, जब जीवन बिमाको अवधि सकिएपछि जुन बोनस रिटर्न लिने अवस्था हुन्छ त्यतिखेर त आर्थिक वर्ष कुन आर्थिक वर्षमा कति बोनस दर तपाईँको बिमाले रियलाइज गरेछ त्यो हिसाब हुँदै जाने हुन्छ। भनेपछि आषाढमा जीवन बिमा गर्दा तपाईँको यो आर्थिक वर्षमा तपाईँको बिमा दर्ता हुने हुन्छ र यो आर्थिक वर्षको पनि बोनस तपाईको बिमाले रियलाइज गर्न पाउँछ। मेन 2टा फाइदा चाहिँ यही नै हो। आषाढमा जीवन बिमा गर्दाखेरि ग्राहकहरूले पाउने केही एडिसनल बेनिफिट यो हो। तर यो सँगसँगै केही 2-4 कुराहरू अरू पनि प्लस गर्न मन लाग्यो। किन जीवन बिमा चाँडै गर्ने त भन्दाखेरि जस्तो जीवन बिमा भनेको एउटा जोखिम